हेलो साथीहरू, आज चाहिँ म तपाईहरुको समक्ष कुराउनीको रेसिपी लिएर आएको छु। सुरुमा चाहिँ अलिकति मैले 1 चम्ची जति घिउ लगाएको छु ताकि भाँडामा दुध नटासियोस् धेरै भनेर। त्यसपछि चाहिँ मैले 2 लिटर झन्डै 2 लिटर जति दुधको बनाउन लागिरहेको छु। हेरौँ अब आज कस्तो हुन्छ। मलाई चाहिँ आफैलाई खानु मन लागेर बनाउँदै छु है। अनि यसरी दुधहरू लगाएर मजाले उमाल्ने। सुरुमा चाहिँ ग्यास अलिक ठुलो बनाएर उमाल्नु होला मजाले। अनि दुध यसरी उम्लिनु थालेपछि चाहिँ तपाईहरुले चाहिँ एकदम होशियार भएर चाहिँ गर्नुपर्ने हुन्छ। यसलाई चलाइराख्नु पर्ने हुन्छ। दुधलाई सानो ग्यास लगाउनुहोस्। उम्लेपछि चाहिँ सानो ग्यासमा यसरी पकाउनु पर्छ मजाले। यही दुधलाई चाहिँ सुकाएर बनाउने हो कुराउनी भन्ने कुरा चाहिँ। अनि मजाले टाइम चाहिँ लाग्छ। मलाई चाहिँ ट्याक्कै 2 घण्टा लागेको थियो। यसरी नै बनाउँदै गएपछि यसरी दुध घट्दै जान्छ र यसरी टाँसेको पनि उकाउँदै गर्नुपर्छ। अनि मजाले चलाकै गर्ने ताकि तल पनि भाँडामा पनि नटासियोस्। टाँसियो भने चाहिँ डढ्छ। डढ्नु दिनु हुँदैन। सानो ग्यास लगाएर यसरी मजाले चलाइराख्नु पर्छ। मेहनत चाहिँ चाहिन्छ यसको लागि। मेहनत अनुसार चाहिँ मिठो पनि हुन्छ खाँदाखेरि। अनि यसरी मेरो चाहिँ अघिको दुधहरू सुकिसकेको छ। अब चाहिँ लगभग कुराउनी रेडी हुनु आँट्यो। तपाईहरुले चाहिँ चिनी पनि मिसाएर खानु सक्नुहुन्छ। तर म चाहिँ धेरै चिनी गुलियोहरू मन पर्दैन। अनि मैले चाहिँ चिनी बिनाको बनाएको छु। अनि यसरी रेडी भयो। अब तपाईहरुले बनाएर खानु सक्नुहुन्छ। अनि मेरो भिडियो यदि मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला ताकि आउँदा दिनहरुमा अझै राम्रो भिडियो लिएर आउने छु। थ्यांक यू फर वाचिङ। बाई।